हेलो नमस्ते जो लोपा कान्छा कान्छी युट्युब च्यानलमा स्वागत छ हजुरहरूलाई। म कान्छी सदा चाहिँ आज पनि मैले मेरो घरैबाट यो भ्लग्स स्टार्ट गर्दैछु। म चाहिँ डेली भ्लग्स बनाउन भ्याएको छैन साथीहरू, एकदमै गर्मी छ यहाँ अनि गर्मीले गर्दा त्यस्तो खासै केही जागरहरू पनि चल्दैन। हामी चाहिँ दिनभरि सुतिरहन्छौँ र आज पनि एकदमै गर्मी चाहिँ छ, बाहिर घाम लागिरहेछ। अनि आज चाहिँ अघि नै खाना खाएकोले एकछिन रेस्ट गरिओरि अब म चाहिँ के गर्नु साथीहरू, बाहिर जान सकिँदैन र म चाहिँ अब घरमै चामल केलाउन लागिरहेको छु। र चामल चाहिँ म चाहिँ जहिले केलाइराख्छु नि त, जहिले केलाएर चाहिँ एक डोल बनाइराख्छु, एउटा ड्रममा भोरी पारिराख्छु र त्यो हुँदा चाहिँ 1 महिनासम्म सजिलो हुन्छ। किनभने मेरो नानी चाहिँ बिहानै स्कुल जान्छ र बिहानै पकाउँदाखेरि चाहिँ एकदमै सजिलो हुन्छ। सो त्यही भएर म चाहिँ यहाँ चामल केलाउन लागिरहेको छु साथीहरू, हेर्दै गर्नुहोस् होला। साथीहरू बाहिरको मौसम चाहिँ यस्तो छ, यस्तो डेन्जर घाम लागिरहेछ, हेर्नुहोस् न साथीहरू, कस्तो धेरै घाम लागेछ। कहीँ जाने पनि इच्छा हुँदैन क्या साथीहरू। मलाई चाहिँ मेरो चाहिँ बजार जाने चाहिँ काम छ, तर यस्तो घाम लागेको छ, भिडियोमा चाहिँ कसरी एक्सप्रेस गर्नु म साथीहरू, कति घाम छ भनेर। जो झापामा बस्नुहुन्छ उहाँहरूलाई त थाहा नै छ होइन, कस्तो घाम लागिरहेछ। अहिले वैशाखमा यस्तो भइरहेछ। सो म चाहिँ कहीँ पनि जान मन लाग्दैन, त्यही भएर म चाहिँ अब चामल केलाउँदै बस्ने हो साथीहरू। ओभर दामी फुलेको क्या यो मेरो फुलहरू चाहिँ, हेर्नुहोस् न साथीहरू। तर के भएको, मैले चाहिँ धेरैवटा कलर ल्याएको जस्तो लाग्छ, यी सेम कलर भएछ। कस्तो भिडियोमा त कस्तो आएको, कालो आयो साथीहरू, तर यो चाहिँ कालो छैन, यो चाहिँ एकदम रानी कलरको पिङ्क छ। यहाँ वाइट हेर्नु न, कस्तो दामी फुलेको के। यस्तो खुसी लाग्दो रहेछ क्या आफ्नो घरमा यसरी फुल फुल्दा चाहिँ नि, बिहान उठेर ब्रस गर्दै पनि त्यही फुल हेर्न मन लाग्ने होइन, जे गर्दा पनि त्यही फुल हेर्न मन लाग्ने। एकदमै दामी फुलेको छ है साथीहरू। साथीहरू म चाहिँ चामल केलाउन आइसकेँ। यहाँ हेर्नुहोस् न, चामलको बोरा चाहिँ सानो ठुलो छैन, म त यो हल्लाउनु पनि सक्दिनँ। अघि चाहिँ पूजा र मैले यसलाई चाहिँ यसरी घिसार्दै यहाँ बरन्डामा ल्याएको नि त, कति धेरै छ यहाँ, लगभग कति होला पूजा, 1 मन छ। को हो त्यो मान्छे, को आएछ बाटोमा चाहिँ। 1 बोरा छ चामल। अब यो चामल चाहिँ म आज दिनभरिमा केलाइ नै सक्ने भनेको। अहिले कति बज्यो, 11 बज्न आँट्यो, सायद मैले यो सक्दा चाहिँ 2 नै बज्छ होला साथीहरू, हेर्दै गर्नुहोस् है। म चाहिँ ठुलो मानाबाट हाल्छु नि त। मैले चाहिँ नाग्लोमा 2 पल्ट हालेँ, धेरै हाल्दाखेरि चाहिँ साथीहरू म चाहिँ उयो गर्नै सक्दिनँ क्या, भुस उडाउनु निफन्नै जान्दिनँ नि त खासै। सो म चाहिँ थोरै थोरै केलाउँछु साथीहरू, खासै बिहा त छैन। मैले चामल केलाएको हेर्नुहोस् साथीहरू, मलाई त बुझ छैन नि, मलाई त सुरुमा यसरी निफान्नु पनि आउँदैन थियो साथीहरू, निफान्नै आउँदैन थियो। मेरो बुढोले निफानिदिनुहुन्थ्यो। बिहा त केही नै छैन रहेछ, बिहा छैन। कस्तो हुन्छ, बुझ यति हुन्छ साथीहरू। चामल चाहिँ एउटा पनि बिहा चाहिँ छैन रहेछ, अलिअलि भुस मात्रै रहेछ। त्यो हुँदा चाहिँ मैले चाहिँ आज छिटै केलाइसक्छु जस्तो लाग्यो मलाई। बिहा कता कता एउटा मात्रै छ। त्यस्तो धेरै छैन के। अर्को नाङ्लो भए चाहिँ कहिले पनि केलाउँदा हुन्थ्यो, अर्को नाङ्लो खानुको लागि त छ, लसुन हालिरहेको छ। यसमा चाहिँ म यहाँबाट निस्केको पनिकाहरू राख्छु, तर धेर निस्केको छैन, टुक्रेको चामलहरू पनि धेर छैन क्या। बरु मैले बिर्सला ससेर्न सक्दिन मनलाई बिर्सन। भगवान के भन्नु साथीहरू,
अब त बुढेसकालले छोडिदियो खालि भजन कीर्तन मात्रै मनपर्छ जतिखेर पनि भजन मात्रै गाउन मन लाग्छ अरे बरु मैले बिर्सौँला ससेरमा सक्दिन मरमलाई बिर्सन साथीहरू मैले त 2 पल्ट केलाएर हालिसकेँ चामल चाहिँ एकदमै सफा छ र पनि चित्त बुझ्दैन नि त अलिअलि केलाएर राख्नु मन लाग्छ यो चामलमा धानहरू चाहिँ थोरै थोरै 1-2 मात्रै छ अनि के अरे भुस पनि त्यस्तो धेरै छैन आज चाहिँ एकदमै सजिलो भयो चामल केलाउन चामल राख्ने ड्रम चाहिँ ठुलो छ कि साथीहरू अहिले यहीँ भरेर लग्यो भने चाहिँ भित्र लानु सकिँदैन नि त त्यही भएर म चाहिँ यो आरीमा भरि पार्छु अनि लाँदै खनाउँदै भन्नुहुन्छ नि साथीहरू ड्रम चाहिँ कत्रो ठुलो छ यो आरीको 5 आरी हाल्दा मात्रै यो भाँडाको 5 भाँडा हाल्दा मात्रै भरिन्छ तर पुग्नु पनि हामीलाई पुग्छ क्या 1 महिना हामीलाई त्यो ड्रम भरेको चामलले रातमा खिचेर अस्ट्याउँदैन साथीहरू मैले चाहिँ यो भाँडाको 1 भाँडा चामल केलाइसकेँ यहाँ चाहिँ लगभग कति 10 केजी जति नै होला मैले चाहिँ यति केलाइसकेँ यति केलाउनै मलाई झन्डै 1 घन्टा लाग्यो तर केही फोहोरहरू थिएन तर म बिसाउँदै गफ गर्दै केलाएँ नि त अब हेरौँ यसले कति भरिन्छ के अरे म चाहिँ यो चामललाई चाहिँ सबै ड्रममा हालिदिन्छु ड्रम चाहिँ यत्रो छ साथीहरू ठुलो छ यो भरि पार्दाखेरि चाहिँ हामीलाई 1 महिनै पुग्छ तर आज भरि केलाउन सक्दिनँ होला भरि पार्न सक्दिनँ होला किनभने मेरो बजार जाने पनि काम छ सो अब यो केलाको चाहिँ म त्यहाँ खनाउँछु कति हुन्छ है साथीहरू यो आरीको चामल त साथीहरू यति पनि भरिन्छ कि भरिँदैन यो ड्रम चाहिँ हेर्दा भिडियोमा सानो देख्दै होला तर यो चाहिँ कत्रो ठुलो छ लेकिन गाडी कुदेर चाहिँ साथीहरू हाम्रो घरमा चाहिँ बस्नै हैरान बनाउँछ गाडी चाहिँ कति कुद्छ सजिलो हुन्छ नि त बिहान अलिक सन्चो भयो फुच्चेलाई ए यो चाहिँ भरिए नै साथीहरू यति मात्रै भयो यहाँ हेर्नुहोस् त्यत्रो धेरै यो आरी चाहिँ कत्रो छ हेर्नु न यत्रो ठुलो आरीको 1 आरी हाल्नु पनि यति नै हुँदो रहेछ भनेपछि यसमा चाहिँ कति चामल जान्छ होला लगभग साथीहरू अनि यो 1 डोल केलाउनलाई चाहिँ मलाई दिनैभरि लाग्थ्यो अब केलाउँदिनँ धेरै साथीहरू अब कति बेर सक्छु त्यति बेलासम्म केलाउँछु फाइनली साथीहरू मैले चामल पनि केलाएर सकिसकेँ त्यो जुन ड्रम हजुरहरूलाई देखाएको थिएँ नि त्यो ड्रमभरि चाहिँ मैले केलाइनँ मैले त्यसको आधी मात्रै केलाएँ किनभने हामी खाइ पनि सक्दैनौँ टाइम लाग्छ खानु र किराहरू पर्ने डर हुन्छ नि त सो अब म चाहिँ एकछिन बजार जान्छु हैन बजार चाहिँ के कारणले जान्छु
भन्दाखेरि चाहिँ मेरो एउटा सानो काम छ बजार जाने, अनि बजारको चाहिँ भिडियो बनाउँछु कि बनाउँदिनँ थाहा छैन। आज हाटको दिन चाहिँ होइन, बिहाटकै दिन हो, तर मेरो चाहिँ एउटा सानो काम परेको हुनाले जाने पर्ने भएको छ। र साथीहरू म तपाईँहरूलाई एउटा कुरा देखाउँछु है त। फाइनल्ली साथीहरू मैले चाहिँ चामल केलाएर पनि सकिसकेँ होइन। सकिसकेँ भन्नाले मैले चाहिँ चामल चाहिँ त्यो ड्रम भरि जुन चाहिँ हजुरहरूलाई ड्रम देखाएको थिएँ नि, त्यो ड्रम भरि चाहिँ केलाइनँ होइन। अनि त्यो ड्रम भरि चाहिँ केलाइनँ किनभने त्यो ड्रम भरि चाहिँ झन्डै 40 केजी भन्दा पनि बढी चामल जान्छ र हामी चाहिँ खाइसक्दैनौँ त्यत्रो चामल चाहिँ। अनि केलाएर राख्दा पनि पछि किराहरू पर्ने सम्भावना हुन्छ नि त। सो त्यही भएर मैले आधी मात्रै केलाएँ, अब त्यो खाइसक्नु आँट्दा फेरि केलाउँछु। र अब चाहिँ म एकछिन बजार जानुपर्ने हुन्छ, बजार जाने मेरो काम छ। र बजार चाहिँ किन जान्छु भन्दाखेरि चाहिँ मेरो त्यस्तो इम्पोर्टेन्स त छैन, तर पनि एउटा सानो काम छ। घाम एकदमै लागिरहेछ बाहिर, तर पनि जानै पर्ने छ र जान्छु। र बजार गएको चाहिँ सायद भिडियो खिच्दिन थाहा भएन। आज हाटको दिन चाहिँ होइन, तर पनि मेरो बजार जाने काम परेकोले जानुपर्ने हुन्छ। र म हजुरहरूलाई चाहिँ एउटा कुरो देखाउँछु है त। म चाहिँ एकदमै खुसी छु त्यो कुरा पाएर चाहिँ होइन। जुन कुरा चाहिँ म हजुरहरू सबैलाई सुनाउने छु त्यो चाहिँ के भने नि, मलाई चाहिँ सरप्राइज गिफ्ट आएको छ। अनि त्यो गिफ्ट चाहिँ कसले भन्दा चाहिँ मेरै गाउँको छिमेकी जेठानी दिदीहरू चाहिँ अस्ति मथुरा वृन्दावन घुम्नु जानुभएको थियो नि त। र उहाँले चाहिँ मलाई चाहिँ धेरै गिफ्ट ल्याइदिनु भएको छ। र उहाँहरूको चाहिँ म नाम नभनी बस्न सक्दिनँ। सो म चाहिँ नामै खुलाएर भनिदिन्छु। फर्स्ट अफ अल चाहिँ मेरो गिफ्ट हेर्नु होला है त साथीहरू। यहाँ हेर्नुहोस्, यो चाहिँ वृन्दावन मथुराको बर्की। कस्तो मन पर्यो साथीहरू, मलाई त यो बर्की त कस्तो मिठो कलरको छ। भिडियोमा त्यस्तो कलर देखेको छैन, तर रियलमा चाहिँ एकदमै मिठो कलर छ होइन। यो बर्की चाहिँ मलाई ल्याइदिनु भएको छ हाम्रै गाउँको छिमेकी दिदी बिमला राणा मगर दिदीले होइन। यो बर्की चाहिँ मलाई एकदमै मन पर्यो। यसरी सम्झेर ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु बिमला राणा मगर दिदीलाई। हेर्नु न कस्तो दामी छ, एकदमै राम्रो छ होइन। अरू पनि धेरै ल्याउनु भएको रहेछ, यहाँ राधे राधे लेखेको पनि यस्तो बर्कीहरू। मलाई चाहिँ यही मन पर्यो किनभने यो चाहिँ अरू बेला पनि ओढ्नुहुन्छ नि त, ओढ्नु मिल्छ नि त। राधे राधे लेखेको चाहिँ मेरो अलरेडी छ, सो मैले चाहिँ यही चुज गरेँ। मलाई छान्नै दिनुभएको थियो, मलाई चाहिँ एकदमै मन पर्यो होइन। अनि विन्टर महिनामा कुर्ता सुरुवालहरूसँग पनि लाएर हिँड्नु मिल्छ, एकदमै मन पर्यो। हजुरहरूलाई कस्तो लाग्यो हेर्नुहोस् है, एकदमै राम्रो छ यो बर्की या सल जे भन्दा पनि मिल्छ। एकदमै मन पर्यो। बिमला राणा मगर दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यहीँबाट। र यो मात्रै होइन, बिमला राणा मगर दिदीले चाहिँ मलाई अर्को पनि ल्याइदिनु भएको छ। त्यो त झन् साथीहरू एकदमै एकदमै कति चाहिँ राम्रो छ भन्नुहुन्छ भने कति चाहिँ राम्रो छ। हजुरहरूलाई पनि मनपर्छ होला अवश्य पनि, मलाई चाहिँ एकदमै मन परेको छ। हेर्नुहोस् ल साथीहरू, के गरौँ काउन्टडाउन दिएर मात्रै खोलौँ कि क्या हो। 1 2 3 गो। वाउ, यहाँ हेर्नु न जुत्ती चाहिँ कति चाहिँ राम्रो छ भन्नुहुन्छ भने साथीहरू, कति चाहिँ राम्रो छ। भिडियोमा जस्तो देख्नु हुँदैछ नि त्यो भन्दा चाहिँ एकदमै 100% राम्रो छ। किनभने भिडियोमा चाहिँ किन नराम्रो देखेको भने मेरो चाहिँ आइफोन होइन नि त साथीहरू। सो त्यही भएर भिडियोमा चाहिँ अलिकति कलरलेस देखिँदो रहेछ, कुनै पनि कुरो देखिन्छ। तर यो चाहिँ एकदमै राम्रो छ, मलाई चाहिँ एकदमै मन परेको। हेर्नुहोस् न साथीहरू, यो पेन्सिल सुरुवालको कुर्ता सुरुवाल, पेन्सिल सुरुवाल भएको कुर्ता सुरुवालमा पनि लाउनु मिल्यो, साडीमा पनि लाउनु मिल्यो होइन। एकदमै कम्फर्टेबल पनि छ। यो म लाएर पनि देखाउँछु हजुरहरूलाई होइन, लाएर पनि देखाउँछु। यो चाहिँ फेरि पार्टी वेयर टाइपको छ क्या साथीहरू, झिलिलिली बत्तु नै बत्तु छ। यो चाहिँ बेतिर पनि जाँदा लाउनु मिल्छ। सो मलाई चाहिँ एकदमै मन पर्यो, यो बरको दुइटै मन पर्यो। बिमला राणा मगर दिदीलाई धेरै धेरै धन्यवाद दिदी। म यही भिडियो मार्फत तपाईँलाई भन्छु, मैले त आजसम्म तपाईँलाई केही दिन सकेको छुइनँ, तर तपाईँले यस्तो सरप्राइज गिफ्ट ल्याइदिएर मलाई नै एकदमै सक बनाउनु भयो। धेरै धेरै धन्यवाद। फ्युचरमा तपाईँको देउरानीले पनि केही गर्नु सक्यो भने तपाईँलाई यस्तै गिफ्ट दिनेछ है त बिमला दिदी। धेरै धेरै धन्यवाद भन्न चाहन्छु तपाईँलाई। र यो बिमला दिदीको तर्फबाट आएको गिफ्ट मेरो सक्यो। अब यसलाई यहाँ राखौँ होइन, क्यामेरै छल्ल्याउ साथीहरू, यहाँ राखिदिउँ।
अब मेरो फेरि अर्को झनै राम्रो गिफ्ट आउनेवाला छ र यो चाहिँ कसले दिएको भन्दा चाहिँ बिमला राणा मगर दिदीकै देउरानी अर्थात् मेरो चाहिँ जेठानी दिदी सोनी मगरजीले ल्याइदिनु भएको। यो चाहिँ यसमा काउन्टडाउन थियो, यसमा चाहिँ उल्टो ल 3 2 1 गो। वाउ के भयो, क्यामेरा अँध्यारो आयो त। बाहिर घाम पनि झ्याप्प गयो भने नि साथीहरू क्यामेरा पनि अँध्यारो आउँछ क्या। जब मेरो यति राम्रो सामान देखाउन आँट्यो नि त्यतिखेर चाहिँ क्यामेरा पनि कस्तो अँध्यारो भएको यार। यो चाहिँ के होला भन्दा चाहिँ यो चाहिँ कुर्ता सुरुवाल साथीहरू। हेर्नुहोस् न कस्तो राम्रो कस्तो मिठो कलर, मलाई त यति मन पर्यो साथीहरू। यो के भन्छ यसलाई, ग्रिनै होला सायद। ग्रिन र व्हाइटको कम्बिनेसन चाहिँ एकदमै राम्रो देखेको छ। म त्यसै त राम्री भन्न त नमिल्ला साथीहरू होइन। जे होस् मेरो उसमा चाहिँ मलाई चाहिँ म्याच गर्छ होइन। उहाँले चाहिँ मलाई तीनटा कुर्ता सुरुवाल राखेर छान्न दिनुभएको थियो। के अरे एनीवान तिमीले छानेर लान सक्छ भनेर। एउटा पिङ्क थियो, एउटा चाहिँ कस्तो थियो भने ब्लू थियो, अनि एउटा यो थियो। अनि पिङ्क पनि प्राय कमन कलर हो नि त मेरो कतिवटा कुर्तीहरू छ। अनि ब्लू कलरको मेरो अझै एउटा यस्तै कपडा सिलाउनै बाँकी छ। सो मलाई चाहिँ एकदमै मन पर्यो र यो चाहिँ मैले चुज गरेँ। एकदमै राम्रो छ, हेर्नु न कति सफ्ट छ यो, कति सफ्ट कति शीतल छ। गर्मी महिनामा एकदमै राम्रो हुन्छ यो चाहिँ, गर्मीमा एकदमै कम्फर्टेबल एकदमै शीतल हुन्छ र मलाई चाहिँ यो मन पर्यो। अनि यसको सुरुवाल चाहिँ यो छ। सुरुवाल कस्तो क्यामेरामा चाहिँ कस्तो डिस्कलर देखेको, तर योहरू चाहिँ एकदमै लाइट कलरमा छ है साथीहरू। त्यत्तिकै मेरो क्यामेरा आफै अहिले अँध्यारो पनि भयो, बाहिर घाम निभेको झ्याप्प भयो नि त अहिले। अनि मलाई यसको मन परेको एउटा पाटो भनेको चाहिँ यो सल चुन्नी चाहिँ एकदमै राम्रो। हेर्नु न साथीहरू कस्तो सफ्ट छ नि, भन्नुहुन्छ भने यसले त मलाई कस्तो देख्छ होला। कहिले सिलाएर लाउँ भइसक्यो साथीहरू। सायद आज बजार गएर यो सबै कुर्ता सुरुवालहरू पनि सिलाउन दिन्छु होला। यहाँ हेर्नुहोस् न साथीहरू यस्तो राम्रो छ, कति राम्रो छ, कति कम्फर्टेबल छ। मलाई त कस्तो यो कुर्ता सुरुवाल बनाएर टिकटकै बनाउनु मन लागिसक्यो साथीहरू। एकदमै राम्रो छ, मलाई एकदमै मन पर्यो। र यो यति राम्रो गिफ्टको लागि दिदी सोनी मगरजीलाई पनि एकदमै मेरो हृदयबाट एकदमै हार्टफुल थ्याङ्क यू भन्न चाहन्छु। र दिदीलाई म पनि पछि दिदीलाई यस्तै गिफ्ट ल्याइदिने छु है भन्नु अरे नि। म चाहिँ कहीँ गएको पनि छुइनँ नि त साथीहरू। र अर्को फेरि सोनी मगर दिदीले नै मलाई हातमा लाउने ब्यान्ड पनि ल्याइदिनु भएको छ। हेर्नुहोस् न साथीहरू कति राम्रो छ ब्यान्ड। मैले जे कुरो पनि राम्रो छ भन्दै देखाउँदैछु साथीहरू। हजुरहरूलाई चाहिँ यस्तो रहेछ राम्रो आएकै छैन भन्ने लाग्छ होला, तर यो चाहिँ मेरो क्यामेराको कारणले साथीहरू। के गर्नु, आइफोन छैन होइन। अब युट्युबमा मलाई सबैले सपोर्ट गरिदिनुहोस् न, सपोर्ट गरिदिनुहोस्, सेयर कमेन्ट गरिदिनुहोस्। मलाई पनि एकदम मेरो युट्युब च्यानललाई साथ दिनुहोस्। म पनि एक दिन आइफोन जोड्नेछु होइन। अनि एकदमै क्लियर भिडियो बनाएर देखाउनेछु। यो ब्यान्ड चाहिँ एकदमै राम्रो छ। यो ब्यान्ड चाहिँ मलाई मेरो हातमा एकदमै म्याच पनि गर्यो। यहाँ हेर्नुहोस् न साथीहरू, कस्तो राम्रो देख्यो मेरो हातमा। यहाँ चुरा पनि छ नि त, कस्तो सुहायो, मलाई कति राम्रो देख्यो, मलाई एकदमै मन पर्यो। र सोनी मगर दिदीलाई पनि यो सम्पूर्ण गिफ्टको लागि एकदमै धन्यवाद भन्न चाहन्छु। र अब चाहिँ म जुत्ता लाएर देखाउँछु ल साथीहरू। जुत्ती चाहिँ मेरो खुट्टामा एकदमै ठिक्क भएको छ, एकदमै फिटिङ भएको छ। हेर्नुहोस् न कस्तो राम्रो देखेको, कस्तो कम्फर्टेबल, मलाई त कस्तो मन पर्यो। टक 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 क्याटवकै गरिदिनु मन लाग्यो साथीहरू होइन। कस्तो कम्फर्टेबल, यो लाएर त म त भन्नुहुन्छ नि साथीहरू। कति भने 500को के भन्छ 500 मिटरको उयो पनि गरिदिन्छु होला यो लाएर त साथीहरू। म के भन्छ म्याराथन दौड पनि कुदिदिन्छु होला, यस्तो कम्फर्टेबल यस्तो राम्रो छ साथीहरू। सो म चाहिँ गिफ्ट पाएर मक्खै छु होइन। र दिदीहरू दुवैजनालाई म यही भिडियोबाट धन्यवाद भन्न चाहन्छु। साथीहरू म चाहिँ बजार पुगेर पनि आइसकेँ। मैले अघि बजार जान्छु भनेको थिएँ नि त साथीहरूलाई। र बजारमा चाहिँ यस्तो गर्मी भयो, जाँदा हिँड्दै गएको, आउँदा चाहिँ अटै चढेर आयौँ। कस्तो नाक चिलाउँछ मेरो चाहिँ त्यो धुलोहरूले। अटो चढेर आयौँ र बजार चाहिँ के को लागि गएको भन्दा चाहिँ मैले अस्ति नै चोलो सिलाउनु दिएको थिएँ नि त। अनि त्यो चोलो चाहिँ मेरो
कस्तो बिग्रेको मलाई जिउमा फिटिङै नभएको थियो र म फेरि बनाउनु गएको थिएँ। अहिले पनि खासै सेटिस लाग्दो चाहिँ सिलाइदिएन रहेछ साथीहरू। यहाँ म देखाउँछु अहिले नापेर बसेको। त्यस्तो सेटिस्फाई हुने गरी चाहिँ सिलाइदिएन र पनि अब ठिकै छ। यो चाहिँ अलिक बाङ्गो जस्तो लाग्यो। अब के गर्नु होइन, यो बनाउनु पनि घरिघरि मिल्दैन, अस्ति पनि त्यस्तै भएर। अनि मैले अर्को चाहिँ के ल्याएँ भन्दाखेरि चाहिँ माता तीर्थ औँसी आइरहेछ नि त। अनि आफ्नो माइतमा मम्मी त हुनुहुन्न होइन, मम्मीको धेरै याद आउँछ अनि जानु पनि सक्दिनँ। सो मैले चाहिँ सासु आमाको लागि के ल्याइदिएँ भने मैले कपडा चाहिँ अस्ति नै ल्याइदिएको छु, देखाइनँ त्यो कपडा चाहिँ मैले राखेको छु। र अहिलेलाई भने चाहिँ यो चुरा ल्याइदिएँ एक सेट। यो चुरा यो चाहिँ घर बस्दा डेली युजको लागि मैले पनि लाएर आएँ, यस्तो चाहिँ डेली युजको लागि। अनि तपाईँको भनेको यो ल्याइदिएँ, यो चाहिँ कता कता जाँदा लाउनुहुन्छ नि त बुढी आमाले होइन, सासु आमाले। अनि यो माला ल्याइदिएँ, यो पनि डेली युजको लागि। अनि टिका ल्याइदिएँ, अनि यो साडी पिन ल्याइदिएँ होइन, अनि टिका पनि ल्याइदिएँ। अनि आफ्नो लागि चाहिँ मैले केही पनि किनिनँ, अनि केही पनि किनिनँ, अरू केही पनि छैन। त्यहाँ मलाई चाहिँ एउटा ग्यारेन्टीको कस्तो राम्रो टप मन पर्यो कि, अनि यो टप ल्याएँ। लाएर देखाउँछु ल साथीहरू। ला कता झरो, कस्तो राम्रो साथीहरू, सुनकै जस्तो देख्छ। अहिलेको जमानामा सुन लाउनु हुँदैन, सुनको भाउले आकाश छोइसक्यो। त्यही भएर सुनभन्दा कम छैन, हराएमा डर छैन है। हरायो भने पनि 200 रुपियाँ चाहिँ नोक्सान हुन्छ। यो मैले चाहिँ ल्याएँ, एकदमै राम्रो छ साथीहरू, राम्रो छ। यति नै हो आजको चाहिँ मेन भनेको चाहिँ त्यही ब्लाउज लिनलाई मात्रै गएको, यति नै ल्याएँ। अब चाहिँ मेरो घरको कामहरू गर्नुपर्ने हुन्छ साथीहरू। गाई लिन जानुपर्ने छ, पर खेतमा छ। र आजलाई चाहिँ मेरो भिडियो यही अन्त गर्छु साथीहरू। के अरे खुसी लाग्छ मेरो पनि भिडियोजमा भ्युजहरू जान थालेको छ, तर सब्सक्राइब चाहिँ बढेको छैन। र सब्सक्राइब पनि गरिदिनु होला जसले पनि मेरो भिडियो देख्नुहुन्छ होइन। विशेष गरी मैले अस्तिदेखि भनिरहेको छु, मेरो भिडियोज अहिले त प्राय अरूले त देख्दैन नि त, तर मेरो गाउँघरकोले त मलाई चिन्नुहुन्छ नि त। त्यही भएर सर्च गरेर पनि मलाई सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई चाहिँ मेरो भिडियो यही अन्त गर्न चाहन्छु होइन। के कस्तो लाग्यो मेरो भिडियो हेरेर लाइक सेयर कमेन्ट साथै सब्सक्राइब गरिदिनु होला भन्दै मेरो भिडियोलाई चाहिँ यही अन्त गर्छु। सबैजनालाई बाई भन्दै फेरि एकपल्ट जोजोलोपा भन्न चाहन्छु। धन्यवाद।